हाई गाइस, आज चाहिँ मैले पास्ता बनाउन आँटेको मेरो लन्चको लागि म अफिस लानुको लागि। अन्त फर्स्टमा चाहिँ मैले कराहीमा तेल हालेँ। त्यहाँदेखिको त्यो तेल तातेपछि प्याज टमाटर के हुन्छ त्यो सबै मैले हालेँ। फर्स्ट चाहिँ मैले खोर्सानी हालेँ, त्यहाँदेखिको बादमा प्याज र टमाटर हालेँ। त्यहाँदेखिको यसलाई चाहिँ मैले मजाले चलाएँ। अन्त इट्स माई फर्स्ट टाइम मेकिङ पास्ता होइन। अन्तखेरि बिहान हतार पनि भएर थियो अफिस आउनुको लागि। अन्तखेरि त्यही कारण मैले यतिकै बनाइदिएँ, सिम्पल पाराले बनाएँ, मलाई कस्तो पाराले आउँछ होइन। अन्तखेरि मैले यसमा ट्युमरिक हालेँ, त्यो प्याज र टमाटर अलिकति पाकेपछि ट्युमरिक पनि हालिदिएँ। अन्तखेरि मैले यसमा जिन्जर गार्लिक र उयो नमक नुन पनि हालेको थिएँ, तर त्यो चाहिँ मैले देखाउनै बिर्सेछु क्लिपमा। त्यहाँदेखिको यो चाहिँ मैले फर्स्टमै बिहानै बोइल गरेर राखिरहेको थिएँ। त्यहाँदेखिको मैले यसलाई पनि हालेँ, पास्तालाई हालेँ, त्यहाँदेखिको मजाले मिक्स गरेँ। त्यहाँदेखिको यो त फर्स्ट टाइम हो मैले भनिसकेँ होइन। अन्तखेरि ठिकठाकको बनेको थियो, त्यस्तो मिठो पनि होइन, त्यस्तो नमिठो पनि होइन, खान सक्ने लायकको चाहिँ बनेको थियो होइन। अन्तखेरि कमेन्ट गरिदिनुहोस् मेरो भिडियो तपाईँहरूलाई कस्तो लाग्दैछ। मन परेमा लाइक, सेयर, कमेन्ट एन्ड सब्सक्राइब पनि गरिदिनुहोस्। बाई गाइज।